मलाई मेरो पहिले जहिले पनि कुटे गर्छ, जहिले पनि हाने गर्छ। अनि म के गरौँ त? म कहाँ जाउँ? यस्तालाई त मैले काट्छु बाहिर। तेरो 700 रुपियाँ ढ्यारीमा म मजदुर गर्न जाने। त भनेपछि यस्ता भुस्तिरीहरू त कति मोटो मान्छ भने यस्ता भुस्तिरीहरूसँग लाग्ने आफै भन्ने त तपाईँ है। हो है बुहारी, कान्ठाले जे बनाएको छ ठिक बनाएको छ। अब कान्टा 700 मा बाहिर मजदुर गर्ने, अनि तिमी भने चाहिँ यस्ता नाटासँग यहाँ मजदुर गरिदिने। कहाँ गरेँ मैले गलत? उहाँ त मेरा घर नुन छ कि नानी, नुन माग्न आउनु भएको थियो। हो है कान्टा, अब बुहारीका कुरा पनि एकदम ठिक छन्। अब ऊ बाबु नुन माग्न आएर रहेछ, अब खुवासे कोठाभित्र छिर्यो भन्दैमा नाटो भन्दिनँ तैँले। कस्ता कुरा गर्छौ है दाइ, तिमीले त ठ्याक्कै मुबाट मुला कुरा गरेनौ। अब नुन माग्ने भान्सामा हो नि त, भान्सामा नुनका डिब्बा हुँदैन। कोठाभित्र गएर अझ बिस्तारामा पल्टेर नुन ल्याऊ, यस्तरी कोहीले नुन माग्छ? हो है बुहारी, अब कान्टाको कुरा पनि एकदमै सही छन्। अब नुन माग्ने मान्छे भान्सा कोठा आएर पो माग्ने हो। अब बिस्तारामा पल्टेर कान्टी नुन देऊ है, यो त भन्नु भएन नि त। त्यस्तो होइन के दाइ यार, अब म उनकोमा नुन माग्न गएकै हो, भित्र पनि गएकै हो। म अब ठगे लागेको थियो, गर्मी थियो, एकछिन पल्टिहाल्यो, केही पनि गरेको होइन दाइ यार। हो है कान्टा, यो नाठोले भनेको कुरा पनि मलाई जायज आयो। अब थकाइ लागेपछि बिस्तारामा पल्टिदिएमा के भयो त? अरे दाइ कस्ता कुरा गर्नुहुन्छ यार तपाईँ। त्यो बिस्तारामा पल्टेर कोहीले नुन माग्छ, आज बिस्तारामा पल्टेर नुन माग्लान् गरे, भोलि मेरो बर्थडेको माथि पल्टेर नुन माग्लान् गरे, कति समस्या नि। हो है नाठो, कान्ठाले भनेको कुरा पनि ठिकै छन्। अब आज बिस्तारामा नुन मागौला, भोलि बर्थडे माथिमा जाउला, अब भोलि कुनै दिन टिका माग्न आउला, यसो झ्याप्पै सिन्दुर हालिदिउला, अनि के भयो त दाइ? अब भने मलाई शङ्का नै मान्नुहुन्छ, यस्तो नै घिची गर्नुहुन्छ भनेपछि चाहिँ म बरु डिभोर्सै गर्छु। हो है कान्टा, बुहारीले भनेको कुरा पनि एकदमै जायज छन्। अब यस्तो घिची गर्नुभन्दा त डिभोर्स गरेकै राम्रो होला। अब यसो कुरा बुझ्दाखेरि दाइको कुरा पनि ठिक लाग्यो, कान्ठाको कुरा पनि ठिक लाग्यो। अब समाजको अगाडि इज्जत त बचाउनु पर्यो नि त, होइन? हिँड कान्छी, उठा, छोडिदेऊ, हिँड। समाज बसेको होइन, अब उसका कुरा पनि त ठिकै त हुन्।